गाडी चलाउँदैछ ट्याक कति दिन बाद है भइहाल्यो नि 13-14 दिन 13-14 दिनको प्रगति कतिसम्म हुँदो रहेछ आज ट्रायल सेन्टरमा ड्राइभिङ सेन्टरमा टक्क हेरिन्छ। अब म बस्छु भित्र टक्क कतिको प्रगति भइरहेको रहेछ आजसम्म हेरौँ न के बिग्रिने हो र हेरेर हेरेर बिग्रिँदैन। भइरहेछ हाम्रो प्रगति दाइको प्रगति भइरहेछ यहाँ। यो हाम्रो 8 हो। यहाँ त कस्तो साँगुडो जस्तो मान्न लाग्यो म यहाँ। अलिकति उता ठुलो हुन्छ भन्छ खै 8 क्रस भइरहेछ यहाँ। अब 8 को प्रोसेसिङ भइरहेछ। धनगढी फाप्ला नजिकै भएको हाम्रो ड्राइभिङ सेन्टर हो यो। के हो ड्राइभिङ सेन्टरको नाम? गहेश्वर महादेव ड्राइभिङ सेन्टर। बाट आज 13 दिनको प्रगति हो यो चाहिँ। फेरि 0 लेभलबाट सिक्दाखेरि जे होस् 13 दिनसम्मको प्रगति चाहिँ भइ नै रहेछ यतिसम्म। उकालोबाट चढायो र अब उकालोको यो 8 क्रस भयो, पास भयो 8 चाहिँ लगभग। यो हाम्रो जेब्रा क्रसिङ भन्ने अगाडि लाइट हुन्छ, लाइटमा अनि यो हो नि त लाइन झक्क इन्डिकेटर बोल्यो। अब यहाँ साइड इन्डिकेटर। अब टक्क उकालोमा यहाँ चाहिँ त्यही हो समस्या बढी। उकालो पनि चढ्यो त। उकालोको टक्क स्टप अब सर्व जान्छ अनि यालमा पार्किङ होइन। चट्ट याल पुग्यो याल। अब चट्ट गियर हान्यो ब्याकको। यहाँ हेर्न मिल्छ चट्ट। अब लुकिङ ग्लास हेर्न मिल्यो। लुकिङ ग्लास हेर्न मिल्यो। ल यति भएपछि त लगभग पासै भइन्छ। नहडबडायो भने होइन, नहडबडायो भने चाहिँ मजाले यति सक्यो। यतिमा हामीले गाडीलाई सिधा गराउन मिल्यो होइन। यति गऱ्यो भने लगभग लाइसेन्स आउने पक्का हुन्छ। यदि त्यो बेला हडबडाएन भने अलि समस्या भने उकालो ओह्रालो अनि यालमा त समस्या धेरै हो। अरू ठाउँमा त लगभग सजिलै हुन्छ। 13 दिनको प्रगति हो यहाँ। 13 दिनमा पुरै फुल्ली सिकिसकिया छ। पायो भने फर्म फुल्या छैन अहिले। त्यो फर्म फुल्यो भने चाहिँ लगभग हानिन्छ होइन। मजाले आउने लाइसेन्स। तर हडबडिन्छ यार त्यही बेला कोही बेला त्यही त जहाँ कट्नु पर्ने त कट्नु। सबभन्दा बढी हडबडिन्छ भनेको उकालोमै हो। अगाडि उभ्याउँदा त अब यहाँ चट्ट गयो।
नयाँ सिकाएर कि कहाँ घुमाउँदा त पहिला पहिला त रोडमा सिकाउने हो नि त तेरो यो फर्स्टै दिनमा रोडमा कहाँ यो घुमाउँदा तेरो ट्रायल गरेको 5 दिन भयो हाम्रो ट्रायल बाँकी तेरो के अरे नै मतलब 10 दिन डाइरेक्ट रोडमा कि एम्बाको छ त रोडमा 13 दिन रोडमा 13 दिन ट्रायलमा तेरो यो ट्रायलमा आएको 5 दिन भयो मलाई आशा लगाए ट्रायलको लाइनमा होइन उसरी चाहिँ 13 दिन भयो 13 दिन भयो सायद एक हप्ता चाहिँ उस्तो चलायो एटमा हो टक्क पारेर टक्क जेब्रा क्रसिङ लाइट जसले आउँछ त्यतिलाई हेर्ने अहिले छैन त्यो सिक्दाखेरि हुन्न अब यहाँ त सर खप्तर ड्राइभिङ रहेछ दुईटै सँगैको हो ओहो बहुत पसीना आ गया कसो हो यार ह्यान्ड ब्रेकले छोडिदिएर ह्यान्ड ब्रेक छैन क्या हो पट्ट भयो त यार यसो दाइलाई कति दिन भएको सँगसँगै हो हो बेली छुट्टी हो शनिबार शनिबार छुट्टी अब यहाँ पुग्यो चट्ट अब ब्याक टेढो भयो तर यार फर्स्ट सिक्दाखेरि त सिकिसकेँ यति धेरै सकेको चाहिँ अब क्या सिक्नु चाहिँ यार सोची त होइन एकचोटि त अब सिधै फर्म दिनु भए हुने जस्तो लाग्दो नि ए सिक्नु त यार पछि लगत्तै निकाले हुने अब अब यहाँ खास ट्रायल हुने कहाँनिर हो त्यही उतापट्टि ए उतापट्टि त्यहाँ त राम्रो व्यवस्था होला त्यहाँ उसरी सिकाउँदा नि कहाँ सिकाउने एउटा सिकाइ सिधैको त्यो ट्रायल हुने भयो त्यहाँ यहाँ उसरी कसैको प्राइभेट भएपछि त्यो प्राइभेट होइन सरकारी हुने भयो त्यो सरकारी भयो नै यार उहाँ जनकपुरमा प्राइभेट थियो यार हो प्राइभेट थियो प्राइभेट उसले लग्यो होला प्राइभेट लगेको अनि सिक्ने त्यो सब त्यहीँ आउने भए सिक्न पनि ट्रायलका दिन त्यहीँ आउने भयो सरकारी हो कि क्या हो सरकारी त होइन प्राइभेट हो आफ्नो अब त्यो जहिले खुल्या हुन्छ नि त्यो बेला त्यहाँ केही लाग्छ होला त्यो जुन दिन ट्रायल हो त्यो दिन चाहिँ सरकारले गर्ने हो त्यो दिन जिम्मा लग्ने होला त्यो पनि बिहान 2-3 बजीसम्मको टाइमिङसम्म सकिहाल्यो अहिले हामी क्या भन्छ नाम यहाँ फाप्ला गएश्वर खप्तर ड्राइभिङ सेन्टरमा छौँ अहिले हामी यहाँ हेर्नु सक्नुहुन्छ टक्क यहाँ ड्राइभिङ भइरहेछ अब दाइ र भाइ हामी दाइले चलाउँदै हुनुहुन्छ भाइ चाहिँ मस्त बसेर रफ भयो मस्त रमाउने हो सिक्ने हो पहिला अनि पछि रमाउने है ल आज हुँदैछ दोस्रो राउन्ड छ टक्केर पनि तेस्रो राउन्ड चालु भइसक्यो यहाँ यस्तो राउन्डको प्रगति कतिको छ अब ल भइसक्यो सबै कामधाम अब खालि खुल्नु मात्रै छ फर्म
फुल्यो भने टक्रक्कै काड हातमा आउँछ। अब कहिले आउँछ त्यो थाहा होइन, तर आउँछ आउनु चाहिँ आउँछ। आउँछ सिक्दा सिक्दै दिन पाए त झन् रमाइलो, एकदम छिटो आइने, पक्का हात बसी आउँछ, केही दिनै हुँदैन। दुई राउन्ड सिद्धाएर तेस्रो राउन्डमा टक्क पुग्यो। अब तेस्रो राउन्डको जेब्रा क्रसिङ, मान्छे क्रस भइरहेको छ सोच्नु पऱ्यो। अब आफूले मनबाट मात्रै खालि सोच्नु मात्रै पऱ्यो। ल भइरहेको छ, अब टक्क हामीले लाइटतिर फोकस हान्ने हो, मान्छेतिर फोकस हान्ने होइन। यो कट जान्छ हो, यो ब्रेकरको माथि कसरी चढाउने भन्ने इन्डिकेटर हालिहाल्ने, इन्डिकेटर नहाले त फेल हो सिधै। Ucalo. Oi, ucalo. झन्झन बिग्रिँदैछ त यार। बन्द हुनु भएन होइन गाडी। अब याल हान्ने तयारीमा टक्क याल हानेपछि त यालमा हाने त तान्छै छैन। म ब्याग त मजाले यहाँको लिमिट छ नि त, बहुत काम छ यार। दाइको ब्याग यालमा झडाका भइरहेको छ दाइको लागि। याल यालको भइरहेको छ, याल ब्यास सक्सेसफुल भयो ल।